ल गाइज गुड मर्निङ है। अब चाहिँ नयाँ वर्ष लाग्यो गाइज। अनि नयाँ वर्षमा के गरौँ गरौँ भयो क्या केटा हो। आएको 2 वर्ष भइसक्यो, के गर्नु सकेको छैन नि त। अहिले चाहिँ म ओकिनावा केनमा छु गाइज है। अनि ओकिनावा चाहिँ एउटा भाइरल गएको छ क्या हाम्रो। टक्क 16 जाँदैछौँ हामी, म मेरो केटाहरू सबै साथीहरू है, 4 जना छौँ हामी। अनि अब के गर्ने त भन्दाखेरि आज हामी के गर्नु जान्ला भिजा प्रोसेस गर्नु जान्ला गाइज। भिजा प्रोसेस सुरु भिजा कौसिङ गर्नु जान्ला हो कि राजा यसरी हो। जसरी भयो नि केही नि हुँदैन। पहिलो दिन हो नि त ब्लगिङ स्टिक दिएर सुरुवाती कुरा सबै कुरा गाह्रो छ क्या। यहाँ आएको 2 वर्ष भइसक्यो, अहिलेसम्म गाह्रो छ भने गाइज। जस्तो कि तपाईँहरू थाहा भइसक्यो हामी ओकिनावासम्म भनेर। अनि अब अरू जापानको सिटी भन्दा नि यहाँ एउटा कुरा चाहिँ के बेग्लै देख्न पाइन्छ भने यहाँ ट्रेनै छैन क्या गाइज। अब ट्रेन छैन होइन। अनि यहाँको चाहिँ यसरी कि हिँडेर जान पऱ्यो कि स्कुटर किन्न सक्नु पऱ्यो होइन, कि साइकल किन्न पऱ्यो। अनि गाडी साडी आउन साथ किन्न सक्ने भन्ने त सम्भावनै छैन। त्यही भएर स्टुडेन्टलाई एकदम गाह्रो हुन्छ होइन। अनि के छ भन्दाखेरि गाइज, अनि यहाँ चाहिँ स्कुटर चाहिँ एकदम गेनचुक्की 50 सीसीको स्कुटर चाहिँ एकदम कम्पलसरी जस्तो चाहिने रहेछ क्या। इभन काममा पनि चाहिने, अनि नत्र भए काम नपाउने रहेछ। त्यही भएर चाहिँ गाइज कोही ओकिनावा आउँदै हुनुहुन्छ भने चाहिँ स्कुटर अथवा साइकलहरू चलाउन आउँदैन भने चाहिँ एकदम सिकेर आउनु नेपालबाट होइन। गाइज हामी चाहिँ हिँड्दै नै छौँ है, अझ पनि पुगेको छैन यार। सोलाकाको लास्ट आएर छ हाम्रो ठाउँबाट चाहिँ। त्यही जाने हामी चाहिँ नागता भन्ने ठाउँमा छौँ। अनि यहाँ चाहिँ पुरै नेपालको भाइ आउँछ क्या ओकिनावामा होइन। हाम्रो केटा हिँड्दैछ। ए बगी खाना आयो गाइज, त्यो क्या जापानको बगी खाना। ल हेर यत्तिकै राखेको छ है भित्र नि। ओकिनावामा चाहिँ के हुँदो रहेछ भन्दाखेरि यो धेरै उकालो ओह्रालो छ नि त रोड। त्यही भएर चाहिँ गाइज ट्रेन चाहिँ नचला होला जस्तो लाग्छ। अब खै के हो यिनीहरूको आफ्नै हिस्ट्री होला, मिस्ट्री होला होइन। ट्रेन चल्दैन पाउँदैन। ल गाइज अघि मैले भनेको थिएँ नि जस्तो कि उकालो ओह्रालो छ भनेर, यही हो के। यहाँ भिडियोमा चाहिँ उकालो देख्दैन होइन, म ठाडै उकालो भयो। अनि यहाँ चाहिँ यो के भन्छ नि ओजना भन्ने ठाउँ हो क्या। यहाँ चाहिँ साइकल पेल सकिँदैन क्या, लास्ट गाह्रो हुन्छ। तपाईँले किन्न सक्नु र आँट्यो भने के कुरा हुँदैन र होइन, सकिन्छ त लास्ट गाह्रो हुन्छ। कामबाट अब थाकेर आउँछ नि, त्यतिखेर चाहिँ लास्ट गाह्रो हुन्छ क्या। जिउ बलिरहेको हुन्छ। अनि ठाडो उकालो ठाउँमा परेर चाहिँ त्यस्तै हो होइन। जिल्ला हुन्छ आउँदैन हो यो अब होइन। हामी बुढाइको त मलाई मेमोरिज त्यही त मेमोरिज राख्नु पर्यो होइन। अब यस्तो कालो मेमोरी त नराख्नु होला पनि। हामी त सोला गएकोतिर लागिसकेको छ। अनि यहाँ चाहिँ होइन एकदम भाइरल गएको छ क्या। वेलनेस के हो र भइसकेको सोला पनि भाइरल रहेछ यहाँ ओकिनावाको होइन। अनि गाइज म चाहिँ चिबाकेङबाट आएको होइन यहाँ सेनमुन पढ्नलाई। अनि सेनमुन चाहिँ हाम्रो सोला जिन्दगी होला कि नहोला भन्ने जस्तो चाहिँ सेनमुन पनि त्यस्तै। अब हाम्रो पहिलाको गएको पनि डेन्जर है, राम्रो डेन्जर राम्रो फेमस भाइरल गएको क्या। दुइटै भाइरल गएको पनि पर्दैन त। जापानमा त राम्रो गएको आउनु सोचेर बुझेर होइन। अनि राम्रो गएको भएन भने चाहिँ अब दुःख पाइन्छ गाइज है। किनभने अब एक त भाषा आफूले पनि काम बाध्य गर्नुपर्छ होइन। आफूले काम बाध्य गरेन भने चाहिँ अब काम छैन। तर जे होस् गएकोले पनि अब एउटा स्टुडेन्ट गएको चाहिँ लाइफमा भइसकेपछि त गएकोले पनि एउटा रेस्पोन्सिबिलिटी हुन्छ नि त। यताउति अब अलिकति आफ्नो स्टुडेन्टहरूलाई कसरी पढाउने के गर्ने, गएको आयो नआयो अलिकति स्ट्रिक गर्ने त केही छैन। मतलब आयो नआयो नआऊ, यो चाहिँ फ्याक्ट हो। गएको आयो सुटोस् केही मतलब छैन। त्यही भएर गाइस गएको आउँदाखेरि चाहिँ एकदम राम्रोसँग
हेरविचार गरेर आउनु होला है। नेपालबाट सोचेर एकचोटि होइन कन्सल्टेन्सीसँग राम्रोसँग कन्सल्ट गरेर आउनुहोस् गाइज। पछि फेरि दुःख पाइन्छ है, पछि दुःख पाइन्छ। सुरुमा त मजा लाग्छ, पछि दुःख पाइन्छ है गाइज। हामी चाहिँ आधी बाटो आइसकेको छौँ, आधी होइन लगभग पुग्नै लागिसक्यौँ। जापान के पाइँदैन भने केटा तेरिका कर्कलधरि पाइन्छ हेर न, अहिले राम्रोसँग अहिले कर्कलो देखाउँला म है गाइज। ढुक्क हो त्यसमा गाइस यहाँ त कर्कलोको खेती पनि गर्छन्। कोही जमाना हाम्रो गाउँका नेपाली मान्छेहरू जापान आएर बसेर गएको थियो क्या हो। बाटो चाहिँ शीतल शीतल नै छ, क्या छाया छ। वाइल्ड गर्मी हुन्छ क्या यहाँ चाहिँ, वाइल्ड गर्मी छ। ओकिनावामा वाइल्ड गर्मी हुन्छ यार। एउटा ठाउँ हेर्दिन भन्थ्यो, हो रहेछ यार। लास्टै पुरै नेपाली भाइबी छ क्या गाइस, पुरै। ल हेर न यहाँ खोल्चो होइन, यो ए कर्कलो त कति अझ माथि त रोपेको थिएँ होइन। त्यो चाहिँ म देखाउँछु अहिले एकछिन। पुरै कर्कल हो। ल नेपाली धेरै भए गाइस, ओकिनावा नेपाली धेरै भए है। कर्कल हो धेरै त किन्नाले है गाइस। कहीँ जाने हामी चाहिँ बाटोमा निक्लिसकेको छौँ। यहाँबाट 5-10 मिनट छ क्या, 5-10 मिनट छ खोला गएको है। गाइस हामी चाहिँ गएकोमै सुरु भयौँ है त। खोला नि त सिधा थप्न आएको है, मान्छे हुनुहुन्थेन। अनि 11 बजिसक्यो, भर्खर आउनुभयो। खाजा हाम्रो